ए भगवान् आज हेर्नु यति खुसीको दिन अब उहाँ चाहिँ शुक्रबार भन्छ नि, यहाँ चाहिँ झुमा भन्छन् अरे। झुमामा नाच्ने हो कि के हो हजुर त्यो चाहिँ थाहा छैन। उहाँको मामाले भेट्न बोलाएर आएको हजुर। कथा हो कथा पुरो भएको छैन। लोकेसन चाहिँ पठाउनु भएको छ, म फेरि धेरै पढे लेखेको परेँ हजुर। नभए पनि अब यो भाइलाई थाहा छँदैछ। अब हेर्दै जाने अब समुद्र हेर्नु उ यहाँनिर भाइ माथि पुल मान्छे उ यहाँ के 100 कडा 3 हजुर, 100 कडा 3 हजुर, 100 कडा 3 ओ मामा कहीँ हिँड्नु लाग्दैन नि हजुर। आइडी साइडी आएको छैन। 100 कडा 3 काटेर आएको छ होइन। अनि अर्काको रहेछ। आइडीको नम्बर छन चाहिँ छ। बिना पत्ता तोरेर झैर कि हेर्नु भएन। अनि तपाईँकै ऊ देखेर बिचरा अघिदेखि बस्नु भएको यार राम्रो। म सुतेर एक निदा सुतेर उठिसकेँ। भाइहरू जाने वास्ता गर्दैन तपाईँ। अनि यहीँ हुनुहुन्छ ल जाउँ 58 भनेर अनि आएको हजुर। यहाँ पौडी खेल्यो 1 घन्टा जति आउँछ भने त्यहाँ पुलसम्म पुग्यो सबै पुरै पौडी खेल्दै त्यो पुलसम्म पुगेर नआउने भनेर बसिराखेको अझ लु जाउँ। म त लुगा खोलेर अब नजाने खम्बे पनि आएन। पैसा पनि जित्दियो क्या मेरो। के भयो मुखहरू त्यो समुद्र बुढा हुन्छ नि के भन्नु न। नुन पानीले नुहाउँदाखेरि कता चिराउँदैन हजुर। नुन पानीले नुहाउँदाखेरि चिराइहाल्छ हजुर। होइन समुद्रमा पौडी खेल्यो भने हाम्रो दशहराहरू सबै बोएर गङ्गलले लान्छ नि भाडा त्यस्तो हो कि त्यही त्यो चाहिँ हुन्छ हजुर। त्यो नआएको नआएको म त हो हामी हामी नहुने हो साँच्चै हो कि यो घाटे होइन होइन होला उहाँले भिडियो गर्नुहुन्छ चम्लङ्गे खेल्दै हो कि होइन यहाँ नहुनु यो टगो ननुहाए पनि जिउ मात्र नआउनु भन्दाखेरि अब पताउँदैन तिमीहरूलाई साँच्चै हो कि त्यो जिउ मात्रै नआउन नि भइहाल्छ। हामी त पुरा डुबेर टाउको नलाउनु जिउ मात्र नहुनु होइन भइहाल्छ नि त। नुनिलो हुन्छ पानी नुनिलो पानी त नुन नुन तरकारी हुन्छ हुन्छ। तरकारी भने चाटो हो चर्को हो। नुन खानु पर्दैन नि त। ए पर्दैन यो तरकारीमा स्वास्नी छोरछोरीको कुरा सम्झेर आएको थिएँ हजुरहरूले फोन गर्नुभयो। धन्यवाद मेरो स्वास्नीलाई यार श्रीमतीलाई यार। समुद्रमा घुम्न आएको छु है। ए कान्छी छोरो खै त बोलेको यहाँबाट बोलेको सुन्छ नि थाहा छ नेपालमा। कान्छो छोरो नबोल्दिने होइन समुद्रले हावा बोल्दा 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 यो बोल्दा 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 जान्छ क्या यो बिस्तार पानी 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 पानीबाट ठक्क नेपाल पुग्छ। नेपाल इन्डिया पुग्छ। इन्डियाबाट त आएको इन्डियाबाट कालो गरेर उता अब नुन निस्किने यही हो। नुन यहीँबाट हो। यहाँको माटो यही नुनिलो हुँदो रहेछ बालो है। पानी हेर्नु मैले भने चाहिँ त्यो जिउ मात्र नआउनु तपाईँले बोल्नु त्यहाँ जिउ मात्र पानीले पोखाल्नु भन्दाखेरि अब होइन अनि तपाईँहरू एक्लै खेल्ने अनि अघि म आइहाल्छु नि। कति बजी मैले फोन गरेँ हामी पौडी खेल्न आयो भन्दाखेरि सबै कभरहरू ल के यहाँ नहुँदा के हुन्छ भन्नु। यहाँ नहुँदाखेरि चाहिँ रोग जान्छ अरे। लुतो हामीले गरेका थिए पापहरू सबै जान्छ अरे। अनि यो ट्याटो पनि जाने बेला आउँछ हजुर। ट्याटो पैसा तिरेर मेट्नु पर्छ त्यति जाने बेला आउँछ नहुँला। ल तपाईँ अहिले ल फोन हामी एकछिन पाल्छौँ ल माइन नगर्नु हजुर। एउटा भिडियो चाहिँ हानिदिनु ल हजुर। म एउटा होइन तपाईँको सबै हाल्ने। कटु चाहिँ लाएर जाने कहाँ चाहिँ देखाउनु भएको कहाँ चाहिँ देखाउनु भएको हजुर। लैन नि त भाइ लगाएको यो खोइ के लाग्यो पराको पराक पराक होइन। ल लु त पखाल्न जाँदैछन् लु त पखाल्न जाँदैछ ओ बुढा लु त सोलुखुम्बु गयो ल मान्छे गायब के भयो हजुर। बाटो खतरा हानेर
देखाइदिनु हो अँ यता हात जोडेर देखाइदिनु अलिकति फाप्नु गर तलको देखाउनु न ट्याटु के ट्याटु तलको ट्याटु सबै सकिहाल्यो के भन्नु त अब सबै घुम्न आयो हामी सबैजना नेपाली हजुर नेपालका मान्छेहरू यसरी घुम्न पाइन्छ सात समुद्र आएर दाजुभाइहरू टक्क घुमेर अब आउनु गाडीको राजाहरू बेला भइसक्यो अब नहाँसौँ धेरै अब यति नै हाँसौँ कि अब धेरै हाँस्नु हुँदैन के आज घामले पोलेर उल्टा भइरहेछ सुन्न आज हामी यहाँ घुम्न आउँदा कतिको रमाइलो फिल भइरहेछ अनि नेपालमा जतिको रमाइलो त भएको छैन त्यही पनि रमाइलोमा हानेर हिँडिरहेको छु नि हजुर के गर्नु अब नेपालको जति रमाइलो त के हुन्छ त अब नेपालमा भएदेखि नेपाली भाषा बोल्न पाइन्थ्यो नेपाली दिदीबहिनीहरूसँग हिँड्न पाइन्थ्यो बोल्न पाइन्थ्यो हाँस्न पाइन्थ्यो यहाँ छोरा मान्छे भइयो कोसँग हाँस्नु घर हजुर जुत्ता नलाएर आउनु पर्ने रहेछ क्या जुत्ता चाहिँ नलाएर लाएर आउनु भनेको होला तिमीले नलाएर आउनु पर्छ उल्टो भाषा भयो अब कुबै चाहिँ आएर उल्टो भाषा छ अब के गर्नु हजुर अब मान्छे नि उल्टो भइयो भने के गर्नु फेरि यहाँको मान्छे उल्टो तर गर्मी चाहिँ लास्टै छ है गर्मी अझ आउनै बाँकी छ यो पनि हामीलाई गर्मी नै हो यो त धेरै गर्मी हुने यति नेपालमा हाइएस्ट गर्मी हुने यति हुन्छ होइन नेपालको हाइएस्ट गर्मी के यो भन्दा चर्को हुन्छ हजुर हुँदैन नेपालको हाइएस्ट गर्मी हुने यही होला अहिले कति डिग्री छ यहाँको खाली खुट्टा हिँड्ला न के पर्छ हजुर तातो छ रोडमा खाली खुट्टा हिँड्दै पनि यो नेपाली त बाउला छन् क्या भनेर हेर्छन् सबैले अनि अरू चप्पल होइन रो भन्नु भने रुम फी भनेर भन्नुपर्छ क्या चप्पल खै भनेर भन्नु भने रुममा छ भन्नुपर्छ रुम्फी नेपालीहरू हेर उहाँ लोग्ने उहाँ बिचरा कति दुःख गरेर बसेको होला यसरी हिँड्छ के गर्नु म यहाँ लाएर आउँछ यार नेपाल दाजुभाइ हो बरु तपाईँहरू आएर दुःख गर्नु हेर्नु कसम हो यार यो काम छैन कि हजुर यार यस्तो औडा देख्नु चाहिँ हाम्रो पनि आँखा फुटेन नि हजुर के गर्नु अब चस्मा लिएर आइएन चस्मा लाएर आउनुपर्ने रहेछ चस्मा लाएर आउनु पर्ने रहेछ चस्मा लाएर आइएन अब छोराछोरीको आमा होला हजुर कोही होला नि के होला कसैको बुहारी होला नि कसैको के होला दुःख लागेर मेरो आत्मा यति चाहिँ उ भएको छ र के भन्नु हजुर अब अहिले नभनिहाल्यो अहिले फेरि रिसाउँछन् सर्र जाउँ हामी अब खोला किनारे जाउँ अहिले फेरि तैँले मलाई के भन्छ अरे भन्छन् फेरि यहाँ त फेरि अनि उल्का हुन्छ उल्का र महामारी हुन्छ हेर्नु शिवलाडी छैन फेरि यो आइडीको पनि नम्बर मात्रै छ फेरि मेरो त फेरि 100 काडा 3ले काटेर आएको छु हजुर ऋण खै बुझाउने खै 35,000ले कहिले बुझाउनु र हजुर खै यो भाइ फेरि त्यही मात्रै भन्न लाउँछ त्यही मात्रै भेटी गरिन्छ के भन्नु रे खै कहाँ जाने हजुर अब भयो होला अब किन घुम्नु हजुर यस्तो घाममा अब रुम खाम त खाने नि हो नि अब के भन्नु हजुर अब दबाईको छोरो परियो नखाउँ भने नहुने के अरे दबाईको छोरो परियो नखाउँ भने नहुने खानै पर्ने फेरि यो भिडियो हालो लाएर फेरि दबाईको छोरो त भन्ला नि फेरि याद भाइ फेरि यार लु भयो अब धेरै भयो यार यहाँ होइन नेपालबाट सरकार बुढीहरू यसो काम गर्न आए नि तिनीहरूलाई के गर्नु भन्नु त तिनीहरू त अब खै के गर्नु हे भगवान् हेर्नु नि अब एकजनाले 4जना 5जना लिएर आउँदा हजुर अब कुबैती पैसा छँदैछ अब अर्काको बुढी उहाँ छोराछोरी बिचरा लोग्ने उहाँ छोराछोरी पालेर बस्ने स्वास्नी यहाँ आएर हिँड्दै गर्ने अर्को हान्देर त हाम्रो नि आँखा पापो अनि हिँडेको हजुर हामी त यहाँ रिस कतिको उठ्यो त रिस त मलाई जतिको उठेको छैन हजुर अब के गर्नु दाँडा दाँतै भाँच्यो हेर्नु नि उहाँ हेर्नु न के गर्नु अब त्यसका के आउनु परदेशी लाइफ होइन कस्तो चलिरहेछ घाँडा चलिरहेको छ हजुर यो तातो घाममा के गर्नु र भगवान् नगरौँ भने नहुने छोरी पाल्नै पऱ्यो अर्कै छोरी ल्याएपछि पाल्नै पऱ्यो हजुर छोरा त छन् 3-3जना 100 कडा 3 दिन काटेर आइहाल्यो त्यो पनि तिर्नै पऱ्यो यहाँ पनि खानै पऱ्यो अनि आज यसो घुम्न जाउँ भनेर घुम्न आएको मेरा हजुर उहाँ लोग्नेलाई उहाँ काममा लाएर घरमा काममा लाएर महिलाहरूको के भन्नु म त रिस मात्रै उठ्छ महिलाहरू देखेर हुन चाहिँ मेरो चाहिँ दिदीबहिनी छैनन् त्यो भएर नि होला एक कुरा त तर भए पनि अर्काको दिदीबहिनी नि आफ्नै दिदीबहिनी हुन त के गर्नु उहाँ बिचरा बाख्रा पाले होला नि सुँगुर पाले होला नि खसी पाले होला नि भैँसी पाले होला नि उहाँ कति छ लोग्नेलाई दुःख यहाँ स्वास्नीलाई एउटा ब्याग फत्ता भिड्यो लिप्स्टिक लगायो पाउडर लगायो अनि आयो घुम्न ल्यायो त्यहाँबाट टिकटक बनायो यहाँ गऱ्यो उठाडा यसो गरेँ उसो गरेँ टिकटक बनाएर उल्का छ हजुर यहाँ अब यसो विचार गर्दा चाहिँ छोराछोरी चाहिँ पाउँदा पाउनु तर अलिक कन्ट्रोल गरेर पाउनु चाहिँ हजुर आइमै चाहिँ मलाई काम लागेन अस्ति भर्खरको एउटा घटना पनि छ हजुर म भनिहाल्छु हजुरहरूलाई
अब यहाँ कुबुदेली हो कि कन्जैले अब के गरिदिएर खै टन्ना पेट पार्दै नि उहाँ पिले नै बच्चा पारेर हुल्का हजुर यहाँ यस्तो खालको देश छ अब खै के भन्नु फेरि यो म साउदी गएँ कतार गएँ हेर्नु यस्तो देश घुमेँ यस्तो चाहिँ मैले देखाएको थिइनँ यहीँ आएर चाहिँ नाना थरी कोही झुन्डेर मर्ने कोही के गरी मर्ने कोही खै के गरी मर्ने खै कोही के गरी मर्ने बङ्गाली देखिन्छ यहाँ त झन् बङ्गाली भनेपछि त यहाँ त नेपाली दिदीबहिनीहरूलाई त उल्काएर छ यहाँ त अब खै अब नेपालीलाई छाडिदिने बङ्गालीहरूलाई अब मरे नि हुन्छ दिदीबहिनीहरू के गर्नु अब नेपाली दिदीबहिनीहरू नआउनु होला कुवेतमा त्यस्तै छ खाडीमा घरौली त्यो घरमा काम गर्न चाहिँ नआइदिनु होला मेरो अनुरोध छ बरु केही काम सिकेर बरु नेपालतिर केही बिजनेस गरेर बस्नु होला यो खाडीतिर नआउनु होला घरमा काममा नआइदिनु होला मेरो त्यही हो सबैले बिजुली बालेर बत्ती बालेर क्याप लगाएर स्टिकर लगाएर हामी हेरेको छौँ हेरेको भाइ ठीक है हाँ बामनबाड़ी किंग किंग आप किधर का किंग है आप किधर का बामनबाड़ी है हम नेपाल का है आप किधर का है बांग्लादेश बामनबाड़ी हाँ जय बंगाली इधर जय बंगाली बोलो जय बांग्ला जय नेपाल जय नेपाल बांग्लादेश किंग बामनबाड़ी है हमारा भी किंग है नेपाल भाई नेपाल का किंग अभी आ रहा है नेपाल में किंग नेपाल देश किंग कता हिँडेको बिजुली बालेर बत्ती बालेर हट भएर पट भएर हामी हेरेको हेरै अलि बेस गरी मापुल्लामा जाँदैछौँ यसो खानालाई हामी हेरेको हेरै कुलमान सर मलाई यति चित्त दुखाएको छ कि हजुर बाहिर गएको तपाईँ हुँदाखेरि यो बत्ती काठमाडौँ झिलिमिलले गाउँघरको झिलिमिली हजुर तपाईँ जुन पोजिसनमा हुन्छ त्यही पोजिसन आउनुपर्छ कुलमान दाई बरु हामी कुवेतबाट कतिजना नेपाली ल्याउनुपर्छ त्यति नेपालीहरूलाई सबैलाई लिएर आउँछु मैले बरु आफूले प्लेन टिकट काटेर हुन्छ कि यहाँ के गरेर हुन्छ म लिएर आउँछु कुलमान दाई हजुर जुन पोजमा हुनुहुन्छ जसरी हामीलाई नेपाली दाजुभाइहरूलाई यसरी बत्ती बालिदिनु भएको छ अहिले तपाईँ यत्रो 8 वर्षसम्म बसेर तपाईँ यसरी निस्किँदाखेरि हामीलाई कति चित्त दुख्यो र कुलमान दाईको त नभनिहाल्नु हजुर सर हो अब त्यत्रो ठुलो पदमा बस्नुभएको मान्छे जसरी हुन्छ तपाईँ त्यही पदमा आउनु यहाँ हामी कुवेतका मान्छेहरू कति लिएर आउनुपर्छ र के गर्नुपर्छ भने त्यो जानकारी हामी भन्छौँ र अहिलेलाई यति भन्दै म 2 शब्द इन्टु गाउँछु कुलमान दाई आउनै पर्छ हजुरलाई मेरो 10 मिनट दिन्छु इलाम घर होइन इलाम गजुरमुखी पाटी गाउँ इलाम गजुरमुखी पाटी गाउँ इलामको कन्याम घुम्न आउनु होला रमाइलो छ गजुरमुखी धाम पनि राम्रै छ नम्बरे बाटे ड्राइभरले खान्छ फेरि भेटौँला है इलाममा यो बिल्डिङहरू यस्तो छ नेपालमा छैन यो नेपालमा त यही सुन्दारे मात्रै हजुर नभए अरू बिल्डिङ छैन यो बनायो भने चाह्यो भने बन्दैन अब नेताहरूलाई नै खल्टी हाल्न पुग्दैन हजुर अनि कसरी बिल्डिङ बनाउँछ त हजुर त्यही पनि त्यो सरकारी गभर्मेन्टले बनाएको होला त्यही पनि बालेन सरले त भत्काइदिन्छ भनिरहेको छन् कुनै भत्काइदिन्छन् बालेन सरले टुकुच खोलामा लगाएर गाड्ने भनिरहेको छन् अब त्यो सेलेरी नदिएर 3 महिना सेलेरी दिएको छैन अरे बिचरा कोही लोग्ने मरेका कोही एकाल महिलाले काम गरेका पैसा त अहिलेसम्म दिएका छैनन् त्यस्ता खालका नेता भ्रष्टाचारहरू छन् भन्न त फेरि अब मैले भनिदिइहालेँ इन्टरपोल लाएर फेरि के लाएर फेरि यहाँ नेपाल झिकाउला न फेरि मार्ला त्यो पनि मलाई बोल्ने लाएर बोल्ने माइन्ड नगर्नु होला तर केही न केही विकास गर्नु कि हजुर नेपालमा पनि यहाँ हेर्नु त यहाँ है यस्तो बिल्डिङ यत्रो बिल्डिङ बनाएको छ नि हजुर यो सरकारी गभर्मेन्टले बनाएको यहाँ पनि खान्थे होला नि त उहाँ चाहिँ खाने यहाँ चाहिँ नखाने त्यस्तो खै के भन्नु हजुर म त कहिलेकाहीँ त चपाउँ जस्तो लाग्छ कसलाई चपाउन चाहिँ अब भनिहाल्यो इन्टरपोल चाहिँ नलाइदिने होला यो साधारण कुरा हो यस्तो भनेको सर्टकटमा बोलेका कुराहरू चाहिँ लाउनु हुँदैन ल हेर्नु यहाँ घरहरू चिन्तार भनेको 9 तला हो यो 20 तला 18 तला छ हजुर यहाँ घरहरूको छैन पैसा उही हो नेता उही हुन् अनि हाम्रा नेता चाहिँ अनि बोल्ने मात्रै म भोलि बनाउँछु पर्सि बनाउनु अब त्यो कुलमान सरले यति राम्रो काम गरेर आएर बत्ती बालिरहनु भएको छ झलमल्ल नेपाल कस्तो झलमल्ल पारिदिनु भएको छ अहिले अब रमाइलो हजुरहरूलाई दिउँला है यस्तो खालको क्लबहरू हामी राम्रो यस्तो दामी देखाउँछौँ हजुरहरूले हेरिदिनु होला त्यो केही गर्नु पर्दैन यसो उम्लाएर ठासा खिच्दिने मात्रै हजुर बुझ्नुभयो केही गर्नु पर्दैन यसो लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला भएन भने भएन भनिदिनु होला हुन्छ भएछ भने ओहो भाइहरूले कति राम्रो हटाउनु भयो राम्रो छ भनेर कमेन्ट गरिदिनु होला यसको लागि तपाईँहरू हो तपाईँहरू जनताहरू नै हो हजुर हामी त यसो बनाइदिने हो यसो हेरेर टाक्क यसरी यसो त्यो हामीले नागरिकतामा
अनि यो बारी सारी पास गर्न जाँदाखेरि यसरी ल्याप्से थिन्छ त्यही गरी ठ्याक्क थिच्दै हुन्छ हजुर हेर्नु न नेपालमा चाहियो भने बन्दैन यस्तो घर बन्छ नि हजुर केपी वाला बालाई त अब आफ्नो घर बनाइहाल्यो होला नेपाल जनताको के बनाइदियो आफ्नो घर उसको बनाइहाल्यो होला हामीलाई के बनाइदियो हजुर हामीले गाउँघरमा झुप्रो बनाइहाल्यो नि यहाँ सुहाउँछ यो कुवेतमा यो घारी भन्नु सुहाउँछ त गाइज ल यो घारी होइन नेपालको झाडी सानो झाडी घाडी होइन यो नेपालको झाडी घारी होइन नेपालको झाडी झाडी नेपालको झाडी झाडी पनि योभन्दा बाक्लो हुन्छ या नेपालमा उयो पट्टि नेपाल होटल त यहीँ हो नि र ल गाइज ब्रह्मल घारी जय लम्मल घारी बसेका नेपालीहरूलाई दाजुभाइ दिदीबहिनीहरूलाई सबैलाई धन्यवाद यसै गरी हाँसिदिनु होला यसै गरी मुस्काइदिनु होला नराम्रो नसोधिदिनु होला यसको लागि सबैलाई धन्यवाद जय नेपाल